सबैलाई मेरो नमस्कार। मेरो चाहिँ आजको यस नयाँ बसाइको श्रृङ्खलामा हजुरहरूलाई स्वागत गर्दछु। मेरो कविताको शीर्षक रहेको छ ऐठन किन हुन्छ। राति यता फर्क्यो उता फर्क्यो ऐठन किन हुन्छ। देशको स्थिति हेरो ऐठन किन हुन्छ। भ्रष्टाचारले गाँजेको यो देशमा जहिले तहिले ऐठन हुन्छ। हाम्रो देशको प्रचुर सम्भावना क्रमशः घट्दै गएको छ। यसैले पनि होला मलाई ऐठन हुन्छ। सुरुमा राम्रै थियो, दलका नेता सधैँ नै थिए। अहिले त सबै बौलाएका छन्। यो देखेर पनि मलाई ऐठन हुन्छ। गर्ने काम के हो, जनतालाई दिएको जनादेश के हो त्यो थाहा छैन। मनपरी गरेर देश बर्बाद पारेर हिँडेको देख्दा मलाई ऐठन हुन्छ। संस्कृति सम्पदामा धनी हाम्रो देश अहिले त विकृति र विसङ्गतिमा पुगेर सबैभन्दा नालायक राजनीति गर्ने थलो हो भन्दा मलाई ऐठन हुन्छ। सरकारको पारा हेरो जहिले तहिले त्यस्तै नचाहिँदो काम गरी हिँड्ने सबै मन्त्री त्यस्तै। प्रधानमन्त्रीको त के कुरा गर्नु, उहाँ त उखान टुक्कामा माहिर हुनुहुन्छ। उहाँको उखान टुक्का सुनेर पनि मलाई ऐठन हुन्छ। सर्वहाराको नारा दिने नेपालका साम्यवादी दलहरू, यिनीहरूको पारा देख्दा मलाई ऐठन हुन्छ। प्रजातन्त्रको दुहाई दिने प्रजातन्त्रवादीहरू आज अर्कैको पुच्छरमा गाँसिएर सरकार चलाएको देख्दा मलाई ऐठन हुन्छ। राम्रो काम गर्न नसके पनि नराम्रो चाहिँ नगर। देश तिमीहरूको वीरता होइन, देशलाई जोगाउन हामी तयार छौँ। हामी देश जोगाउँछौँ, तिमीहरू देश नबिगार। यसरी भन्दा पनि मलाई ऐठन हुन्छ। समयले नेटो काटिसक्यो, राजनीति गर्ने बेला सकिसक्यो। अब पनि फेरि के को लागि राजनीति, बरु आफ्नो दलको सल्लाहकार भएर बस्नु नि। यसरी नबस्दाखेरि मलाई ऐठन हुन्छ। पञ्चायत कालमा पनि देखेकै र भोगेकै हो। अहिले बहुदलमा पनि देखिँदैछ र भोगिँदैछ। संस्कार भन्ने कुन चरीको नाम हो यिनलाई थाहा छैन। यिनले गरेको संस्कार देख्दा मलाई ऐठन हुन्छ। यिनले देखेको
यिनले गरेको संस्कार देख्दा मलाई ऐठन हुन्छ। हवस् त, धन्यवाद। जय देश जय जननी। अब आउने भोलिको बसाइमा फेरि म अर्को नयाँ प्रस्तुति लिएर हजुरहरू सामु उपस्थित हुने बाचासहित अहिलेलाई बिदा माग्दछु। जय देश जय जननी।